डिप्रेसनको 7 वटा सिम्पटम्सहरू। तर तपाईले आफ्नो मेन्टल हेल्थको बारेमा ख्याल गर्नको लागि यो सिम्पटम्सहरू कुरिराख्नु पर्दैन। जसरी तपाई सधैँ ब्रस गर्नुहुन्छ त्यसरी नै मेन्टल हेल्थको केयर पनि सधैँ गर्नुपर्छ। लाइफमा कुनै ठूलो प्रब्लम आइसकेपछि मात्रै मेन्टल हेल्थमा समस्या देखिने होइन, तपाईको एभ्रीडे लाइफमा हुने सानो सानो कुराहरूले पनि मेन्टल हेल्थलाई असर गरिरहेको हुन्छ र सबैलाई आफ्नो आफ्नो खालको मेन्टल हेल्थ प्रब्लम हुन्छ। हजुरलाई कसैको प्रब्लम सानो लागे पनि उनीहरूको लागि त्यो प्रब्लम ठूलो हुन सक्छ। स्टुडेन्टहरूलाई एक्जामको स्ट्रेस हुन सक्छ, बच्चाहरूलाई प्यारेन्ट्सको झगडाले गर्दा हुन सक्छ, कसैलाई मायामा धोका पाएर हुन सक्छ, अनि कसैलाई बिहे पछि कुरा नबुझ्ने पार्टनर पाएर, या कसैलाई छोराछोरीको समस्याले हुन सक्छ, अनि कसैलाई आफ्नो भन्दा अरूको लाइफस्टाइल राम्रो देखेर पनि हुन सक्छ। सो आजैबाट आफ्नो मेन्टल हेल्थको केयर गर्न थाल्नुस्। धेरै केही पनि गर्न पर्दैन। पहिलो स्टेप भनेको आफ्नो लाइफस्टाइल राम्रो बनाउने हो, जस्तै डेली एक्सरसाइज, न्युट्रिसन भएको खानेकुराहरू अनि मेडिटेसन। यस बाहेक जर्नलिङ पनि गर्न सक्नुहुन्छ। यसको बारेमा हामी फ्युचरमा डेली सिरिज बनाउने छौं। सो लाइक, कमेन्ट, सेभ र फलो गर्न नबिर्सिनु होला। थ्यांक यू फर वाचिङ।